साफ महिला क्लब च्याम्पियनशिप अन्तर्गत आज नेपालको एपीएफ क्लबले पाकिस्तानको कराची सिटीको सामना गर्दैछ। यो खेल काठमाडौँको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज नेपाली समयानुसार दिउँसो 2 बजेदेखि हुँदैछ। जारी प्रतियोगितामा ठिकठाकै प्रदर्शन गरिरहेको एपीएफले 2 खेलमा 1 जित र 1 बराबरी खेलेको छ। एपीएफले पहिलो खेलमा बंगलादेशको नासरिन क्लबलाई 4-0 गोल अन्तरले पराजित गरिएको थियो भने दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोल रहित बराबरी खेलेको थियो। गोलको लागि थुप्रै अवसरहरू सिर्जना गरे तापनि नतिजा नआउँदा खेल बराबरीमै सकिएको थियो। त्यसैगरी पाकिस्तानको कराची सिटीले 3 खेलमा 2 बराबरी र 1 हार बिहोरेको छ। पाकिस्तानी र नेपाली महिला टोली बीच विगतमा आम्ने सामने भए तापनि एपीएफ क्लब र कराची एफसी बीच भने पहिलो पटकको भेट हुनेछ। अहिलेसम्म जितको स्वाद चाख्न नपाएको कराची नेपाल विरुद्ध उत्कृष्ट खेल देखाउँदै फाइनलको सम्भावना कायम राख्न चाहन्छ। एपीएफ हाल अंक तालिकामा 2 खेलमा 4 अंक सहित दोस्रो स्थानमा छ भने भारतको इस्ट बंगाल 2 खेलमा 6 अंक सहित शीर्ष स्थानमा रहेको छ। त्यस्तै कराची सिटी 3 खेलमा 2 अंक सहित तेस्रो स्थानमा रहेको छ। लीग चरणको खेल सकेपछि शीर्ष 2 स्थानमा रहने क्लब बीच फाइनल खेल हुनेछ। पहिलो पटक यो प्रतियोगिता भइरहेको हुनाले सबै टिमको लागि महत्वपूर्ण छ। यता घरेलु मैदान र समर्थकहरूको साथ पाएको नेपालको एपीएफ क्लब साफ वुमेन्स क्लब च्याम्पियनशिप 2025 को विजेता बन्न चाहन्छ। तर गोलमेसिन सावित्रा भण्डारी साम्बा, एन्जेला तुम्बा सुब्बा र गीता राणाको अनुपस्थितिले एपीएफलाई सहज हुने देखिँदैन। त्यहीमाथि भारतको इस्ट बंगाल नेपाली भूमिमा निकै उत्कृष्ट खेल देखाइरहेको छ। दिउँसो 2 बजेबाट शुरू हुने एपीएफ एफसी र पाकिस्तानको कराची सिटी बीचको खेलको प्रत्यक्ष प्रसारण यहाँहरूले नेपालमा टिभीमा हिमालयन टिभी एचडी र युट्युबमा रुटिन अफ नेपाल बन्दन नामक युट्युब च्यानलबाट सजिलै हेर्न सक्नुहुनेछ। त्यसैगरी विदेशमा हुनेहरूको लागि एमएसएम भिडियोको ओटीटी प्लेटफर्मबाट हेर्न सक्नुहुनेछ। जाँदा जाँदै आज हुने खेलमा हाम्रो वीर गोर्खाली एपीएफ क्लबका चेलीहरूलाई कमेन्टमा आफ्नो शुभकामना सन्देश छाड्न नभुल्नुहोला। हामी नेपाली खेलको जगतका ताजा ब्रेकिङ अपडेटहरूको साथमा निरन्तर उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्। धन्यवाद।